क्या दामी त्यहाँ हेलो एभ्रिवान र आज चाहिँ मैले भ्लग चाहिँ बतासीदेखिको स्टार्ट गरिरहेको छु तर यो चाहिँ अस्ति 19 अप्रिलकै भिडियो हो र मैले चाहिँ ढिलो अपलोड मात्रै गरेको हो र आज चाहिँ 7 बजेतिर 7:30 तिर चाहिँ म घरबाट निक्लेर चाहिँ गाडीमा जाँदैछु है। कहाँ चाहिँ जाँदैछु होला हेर्दै जानुहोस् होला र यो भिडियो चाहिँ साह्रै लामो हुन्छ जस्तो मलाई लागेको छ तर तपाईहरुले पुरै भिडियो हेरिदिनुहुन्छ भने आशा साँच्दै यो भिडियो मैले सुरु गरेँ। आज चाहिँ मैले बतासे लुपबाट चाहिँ स्टार्ट गरेको छु भिडियो र आज चाहिँ म यहाँबाट 7:30 मा चाहिँ दार्जिलिङबाट लागेँ है। कतापट्टि लाग्दैछु केपट्टि लाग्दैछु तपाईले हेर्दै जाँदाखेरि नै थाहा पाउनुहुन्छ होला र म चाहिँ यहाँनिर ठक्कै घुम रेलवे स्टेसन आइपुगेँ। रेलवे स्टेसन आइपुग्दा झन्डै 8:15 चाहिँ भएको थियो होला र म अहिले घरि चाहिँ सुकिया आइपुगेँ। बिहान 8:30 भएको थियो होला र चाहिँ यो सुकियाको मार्केटहरू चाहिँ सबै बन्द थियो र म गाडीबाट उत्रेर पनि पशुपतिको भित्र पसेर पनि पशुपति ओह्रालो लाग्न थालेँ है। पशुपति चाहिँ पुगिसकेँ। पशुपति ओह्रालो लाग्दैछु। यहाँ पशुपतिको पनि मार्केट दोकानहरू प्राय बन्दै रहेछ। सायद यो भिडियो चाहिँ लामो हुन्छ होला पुरै हेरिदिनुहुन्छ होला भन्ने आशा साचेको छु। पुरै हेरेर लाइक शेयर गरिदिनुहुन्छ कि भन्ने आशा साचेको छु र म जुन कामको लागि आएको थिएँ र त्यो कामको लागि इलाम पनि आइपुगिसकेँ। यो चाहिँ हो तपाईको इलाम चोक र यहाँबाट गाडीबाट उत्रेर चाहिँ म एक दुईवटा लुगा लिनु चाहिँ एक रुममा जान्छु स्कुल र म रुममा पनि गइसकेँ है। रुममा गएर पनि एक दुईवटा मलाई पहिला चाहिँ भगवानलाई ढोकिकिन चाहिँ मेरो पूजा गर्ने जग्गामा ढोकिकिन चाहिँ लुगा निकालेर चाहिँ म फेरि उकालो लागेँ बिप्लापेटौफ। बिप्लाटेमा पनि को गाडी चढेर पनि उकालो लाग्न थालेँ बिप्लाटेपट्टि। तलबाट चाहिँ मैले दुईजनालाई भेटिसकेर पनि सँगै गाडीमा हामी आइसकेको थियौँ र अब हामीले चाहिँ मेन यहाँनिर भेट्नुपर्छ एकजनालाई र बिप्लाटे पनि आइपुगिसक्यौँ। र बिप्लाटे बजार आइसकेपछि चाहिँ उनीहरू चाहिँ दोकानमा छ भनेर चाहिँ हामी त्यतापट्टि लाग्यौँ। यहाँदेखिको चाहिँ अब हाम्रो जर्नी स्टार्ट हुन्छ। हामी चाहिँ गएको सन्दकपुर। यो चाहिँ हो 19 अप्रिलको भिडियो तर मैले अपलोड गरेको थिइनँ है। यो गाडीमा चाहिँ अब हामी लाग्ने हो सन्दकपुरतर्फ है। सन्दकपुरतर्फ जाने हो। यिनीहरू पनि खुसी छ यिनीहरू यो गाडीमा चाहिँ जाने हो र अब चाहिँ हामी लाग्यौँ।
बाटो चाहिँ पुरै अफ रोड रहेछ र कच्चा रोड भएकोले गर्दा चाहिँ घरिघरि त चिउ पनि लाग्दै थियो, तर मजा आउँदै थियो। एक प्रकारको मजाको सिनेरी हेर्दै जानु चाहिँ मजा लागिरहेको थियो। घरिघरि मनमा डर पनि लाग्दो रहेछ, यस्तो रोडबाट जानु पर्दो रहेछ है। यो त अझै नर्मल रहेछ, अझै माथि झन् अप्ठ्यारो रहेछ। अब यो ब्रिज क्रस गरिसकेपछि चाहिँ फेरि हामी उकालो लाग्नुपर्ने रहेछ। अघि चाहिँ ओह्रालो आएको, फेरि उकालो रहेछ, त्यो पनि कच्चा रोडै रहेछ, अप्ठ्यारो नै रहेछ है। यो ब्रिजमा चाहिँ अस्ति दसैँको टाइममा सबै बिगारेको रहेछ। 82को दसैँमा पुरा पानी आएको बेलामा चाहिँ बिगारेको रहेछ र यहाँ काम पनि चल्दै रहेछ। अब चाहिँ फेरि कच्चा रोडै उकालो लाग्नुपर्ने रहेछ। त्यहाँ पर चाहिँ एउटा गुम्बा हो कि मन्दिर राम्रो रहेछ, जुम गरेर खिचेको। त्यहाँ हाम्रो रोड पर्दैन रहेछ, हामी चाहिँ अलग्गै यतापट्टिबाट जानु पर्दो रहेछ। र अब चाहिँ हामी पिच रोड आइपुग्यौँ। यो पिच रोड चाहिँ तपाईँको 8 किलोमिटर मात्रै रहेछ। 8 किलोमिटर यो पिच रोड हिँडेर चाहिँ फेरि कच्चा रोडै आइपुग्दो रहेछ, फेरि कच्चै रोडमै जानु पर्दो रहेछ। यो चाहिँ अहिले 8 किलोमिटर मात्रै पक्का रोड मिल्दो रहेछ। पक्का रोड मिन्स पिच रोड। बाटोमा चाहिँ फगी पुरा लागिरहेको थियो र यो चाहिँ पिच रोड भएकोले गर्दा त्यति डर त लागेको थिएन, र पनि फगी पुरा आएकोले गर्दा चाहिँ मन पनि चिउ चाहिँ लागिरहेको थियो। यो चाहिँ पिच रोड रहेछ। अब पिच रोड सक्ने लाग्यो अरे फेरि हामी कच्चा रोडमा लाग्नुपर्ने रहेछ। यहाँदेखिको चाहिँ स्टार्ट भएछ अब फेरि कच्चा रोड। अब टुप्पैसम्म नै यस्तै रोडमा जानुपर्ने रहेछ। त्यही कारणले एक प्रकारको चिउ लागिरहेको थियो है। तर अघिको तलको भन्दा त भिडभाड त छैन रहेछ, यहाँनिर जग्गा मात्रै रहेछ, बिचमा रहेछ रोड चाहिँ। तर यो चाहिँ अप्ठ्यारो खालको बाटो रहेछ, तर मजा आइरहेको थियो एक प्रकारको। यस्तो बाटोतिर पनि हिँड्नुपर्छ कोही कोही बेला। यहाँ चाहिँ धेरै किसिमको वन बिरालोहरू पनि पाउँदो रहेछ र यहाँनिर टालिदिनु भएको रहेछ के पोस्टरहरू। वन बिरालोहरू पुरा हुँदो रहेछ। यता जङ्गलतिर चाहिँ पोस्नु हुँदो रहेछ, चितुवाहरू आउने डर हुँदो रहेछ। हामीको 2-3 दिन अगाडि जस्तो मान्छेहरूलाई गाडीमा आएर चितारेको रहेछ चितुवाले। गाडीमा भन्नाले उनीहरू चाहिँ जङ्गलपट्टि पसेछ र जङ्गलतिर चाहिँ पस्नु हुँदैन रहेछ। त्यहाँदेखिको चाहिँ अझै म त आइपुग्यो होला भनेर अझै माथि नै छ अरे रोड चाहिँ, तर यस्तै रहेछ। पुरा बिजुलीले कसो गरेर अहिले दिन्छ
भइहाल्छ बाटो अगर पर्छ त्यो मिलाइदिनु हुन्छ यहाँ कालपोखरीको छेउमा चाहिँ ठुल्ठुलो मानेहरू छ, पुरानो पुरानो मानेहरू राम्रो रहेछ। तर दिन चाहिँ एकदमै फकी लागिरहेको थियो र उहाँ ड्राइभरले पनि भन्नुहुँदै थियो 1-1.5 महिना जस्तो चाहिँ एकदमै फकीमा नै गइरहेको छ यहाँनिर भन्नुहुँदै थियो। यहाँ बाटोमा चाहिँ एकदम मानेहरू रहेछ है। एक प्रकारको मजा आइरहेको थियो यस्तो बाटोतिर पनि हिँड्नु है। यहाँ सजिलो बाटो मात्रै हिँड्दाखेरि भन्दाखेरि यस्तो बाटोतिर हिँड्दा चाहिँ मजा आउँछ। यो मानेहरू पनि कोही बेला मात्रै देख्नु पाउँछ, कता कतातिर देख्दाखेरि चाहिँ एकदम खुसी लाग्दो रहेछ है। कारण आजकल यो माने बनाउने चलनहरू निकै नै हराइसकेको छ र चौरी गाईहरू देख्न थाल्यौँ है। यहाँनिर चौरी गाई चढिरहेको थियो र चौरी गाई चढ्दै गरेको हेर्दै हामी चाहिँ अब लाग्यौँ फेरि उकालो। झन्डै यहाँ आइपुग्दा हाम्रो कति बजेको थियो 4-4:30 चाहिँ हुनु आँटेको थियो होला र अब यो चाहिँ कालपोखरी भन्दै थियो। साह्रै उचालो छैन रहेछ यहाँनिर चाहिँ। अब दिनै एकदम पानी परिरहेको घरि थुम्बो लागिरहेको थियो र चाहिँ हामी झऱ्यौँ न र हामी चाहिँ अब लाग्यौँ र बस छ त्यहाँनिर अब पुग्नु लागेको छ अरे। अघि देख्दा चाहिँ एकदम विषद लागिरहेको थियो। ला भोलि पनि यस्तै भयो भने केही न केही हुने रहेछ, केही देख्दैन रहेछ जस्तो फिल भइरहेको थियो। नभए त आएको बेकार जान्छ जस्तो लाग्दै थियो। एकदमै घरिघरि पानी घरिघरि यस्तो अघि केही नदेख्ने भइरहेको थियो र केटाहरू चाहिँ खुसी देखिँदै थियो एकदमै है। मजा लाग्छ यत्रो यसमा त झन् यस्तोतिर आउनु पर्यो मलाई खुसी लाग्छ। मलाई चाहिँ यो फकी देख्दा चाहिँ एक प्रकारको विषद लागिरहेको थियो। गुराँसको फुलहरू कस्तो क्लियरै नदेख्ने है। त्यो हुँदाखेरि चाहिँ ला बेकार गएछ, भोलि पनि यस्तो भन्दा केही नदेख्ने रहेछ जस्तो मलाई मनमा चाहिँ लागिरहेको थियो। गुराँसको रुखहरू देख्दा त खुसी लाग्ने, तर अब यस्तो फगीले गर्दाखेरि तर त्यो अब फुलै नदेख्दा चाहिँ एक प्रकारको नराम्रो विषद लाग्दै भए पनि लाग्दैछौँ है। हामी चाहिँ अब भोलि बिहान चाहिँ कस्तो हुन्छ, बिहान राम्रो भयो भने त भइहाल्छ भन्नुहुँदै थियो। तर 1 महिना जस्तो चाहिँ भयो, दिन चाहिँ यस्तै हुँदैछ भन्दै थियो। गुराँसहरू चाहिँ पुरा फुलिरहेको थियो, तर धुप्पले गर्दाखेरि चाहिँ फगीले गर्दा चाहिँ केही देखेको थिएन राम्रो है। र हामी अब चाहिँ पुग्न लागेको होला।
फाइनली हामी चाहिँ बस्ने जग्गामा चाहिँ आइपुग्यौँ। कति बजेको थियो होला, 5 साढे 5 चाहिँ भएको थियो र एकदम फगी थियो र पानी पनि पर्न आँटेको थियो। आज चाहिँ हामी यहाँ बस्ने, यहाँबाट चाहिँ भोलि हामीलाई 5 साढे 5मा चाहिँ उहाँले नै, ड्राइभरले नै यो गाडीमा नै लगिदिन्छु भन्नुभएको छ। एकदमै जाडो र फर्स्टमा चाहिँ अब अलिक लुगाहरू लगाइहाल्नु पर्ने रहेछ। यहाँ चाहिँ एकदमै चिसो थियो, पानी पनि पर्नु आँटेको थियो है। र हाम्रो रुम चाहिँ यो हो, यो होमस्टेमा बसेको। र यहाँ चाहिँ रुम हाम्रो 3टा बेड थियो है, टोइलेट बाथरुम भित्रै थियो, एट्याच थियो, राम्रो लाग्यो। आज चाहिँ हामी यहाँ बस्ने, घरि दिन खुल्लिन्ला जस्तो हुने, घरि पानी पर्ला जस्तो हुने, जाडो भैया जस्तो भएछ नि झन् बिहारी भैयाहरू जस्तै। फर्किँदा अहिले जाँदा भ्याउँदैन। त्यो अघिको उयो भएको चाहिँ नजिकमा थियो है। एकदम जाडो थिएर चाहिँ अब यिनीहरूले चाहिँ यहाँनिर चाहिँ एकदम मनोरञ्जनको लागि गीत गाउनु थाल्यो। पानी पनि पर्नु थालेको थियो बाहिर, त्यो कारणले चाहिँ अब एकदम आगो पनि बनाइदिनु भएको थियो र बक्सहरू पनि जोडिदिनु भएर चाहिँ उनीहरूले एकदम गीत गाउनु थाल्यो। So
बच्चनजीको प्रस्तुति भिडियो नेमा गीत बजाएर अहिले गीत गाउँदै र यिनीहरूले एकछिन गीत गाएर चाहिँ हामीले चाहिँ खाना खान थाल्यौँ। खानामा चाहिँ चिकन थियो, दाल, सिमी, आलु र पापड। अब यो खाएर चाहिँ सुत्ने हो। भोलि बिहान चाहिँ कस्तो दिन हुन्छ। र बिहान उठ्दा त एकदम सरप्राइज रहेछ, एकदम दामी दिन भएको रहेछ। खुसी लाग्यो र हामी यो देखेर चाहिँ एकदमै खुसी लाग्यो। यहाँ ड्राइभर भाइले भन्नुहुँदै थियो 2 महिनामा चाहिँ यस्तो भयो भनेर। यस्तो दिन देख्दा चाहिँ एकदमै खुसी लाग्यो। ग्रासको फुल त दामी फुलिरहेको रहेछ। आज खुसी छ है। वाउ, त्यो त एकदम दामी देख्नुहुन्छ है बादलको। हिजोको ड्राइभर हो रिन चाहिँ मेन बात मार्दै थियो एकछिन त बाजो नि आम्मा क्या दामी देखेको हो माथि रहेछ
कुद्नु पर्ने छ त्यहाँ माथि रहेछ दामी देखेको यसै मान्छे आउँदैन रहेछ नि है बादलहरू क्या दामी देख्दो रहेछ नि हावा चाहिँ डरलाग्दो चलिरहेको छ सन्दकपुरको टुप्पोमा आइसला गुराँसहरू यहाँ तल त झप्पर रहेछ आज म त दिनु गुरेको अरे हामी आएर राम्रो भएछ लकी यहाँ माथि डाँडामा छौँ है अब त्यहाँ माथि चाहिँ जान नसक्ने भयो
ब्रेकफास्ट चाहिँ यहाँनिर गऱ्यौँ। हामी चाहिँ बिहानको ब्रेकफास्ट चाहिँ यहाँ गरेर अब चाहिँ ब्रेकफास्ट गरेर चाहिँ हामी चाहिँ ओह्रालो लाग्ने हो र हामी फेरि बिप्लाटेमा चाहिँ लन्च गर्ने। देन आफ्टर चाहिँ नाफुपट्टि जाने हो। आजको टुर चाहिँ राम्रो भयो, खुसी लाग्यो एकदमै। र बिहानको जाडोमा चाहिँ तातो चियाले कति आनन्द आउँदो रहेछ। यहाँ आएर थाहा पायो चिसो थियो, चियाले चाहिँ तातो बनाउँदो रहेछ। र अब हामी चाहिँ ओह्रालो लाग्यौँ र बिचबिचमा के हुन्छ त्योहरूलाई देखाउँदै जाँदै थिएँ, क्लिप्सहरू लिँदै। अब चाहिँ हामी लागेको सिधै गएर चाहिँ अब चाहिँ बिप्लाटेमा चाहिँ लन्च गर्ने हो। त्यसलाई त चलाउनु हुँदैन है।
चाहिँ रहेछ तपाईँको कालपोखरी। यहाँबाट उता चाहिँ इन्डियापट्टि जाँदो रहेछ र ओह्रालो चाहिँ हामी नेपालपट्टि इलामपट्टि जाने हो। ओह्रालो हामी चाहिँ उतापट्टि उकालो गयो भने चाहिँ तपाईँको मानेबझ्याङ जाने रोड रहेछ। तर यो पनि तपाईँको दार्जिलिङ पिडब्ल्युडीकै अन्डरमा पर्दो रहेछ। यहाँनिर बोर्ड दिनुभएको रहेछ र सबै यो चाहिँ दार्जिलिङ पिडब्ल्युडीले पर रोड उकालो लाग्ने चाहिँ मानेबझ्याङ रहेछ। मानेबझ्याङपट्टि जाने चाहिँ त्यताबाट जानु पर्दो रहेछ। यो सबै दार्जिलिङ पिडब्ल्युडीले नै हेर्दो रहेछ, पिडब्ल्युडीको अन्डरमै रहेछ। र अब हामी चाहिँ फेरि कच्चा बाटो ओह्रालो लाग्ने हो। अब चाहिँ सिधै बिप्लाटीमा लन्च गर्ने, देन आफ्टर इलाम पुगेपछि सबै आफ्नो आफ्नोपट्टि लाग्ने हो। यो चाहिँ हिजो अलिक धुम्बो फगी थियो र देखेको थिएन र आज चाहिँ क्लियर देख्नु पाइरहेको छ। ओह्रालो आउँदा एक दुईवटा क्लिक गर्दै आएको र हामी पिच रोड पनि आइपुग्यौँ। र हामीले बिप्लाटेमा लन्च गरिसकेर पनि अब हामी इलामतर्फ लाग्दैछौँ। लन्च अलरेडी सकिहाल्यौँ र केटाहरूलाई पछिपट्टि हिँड्छन्, खुसी छ, थाकेको पनि छ। थाकेर एकदम गाडीमा सुत्यायो र अब हामी इलाम पनि पुग्न लाग्यौँ। इलाम पुगेपछि त सबै फेरि आफ्नोपट्टि जानुपर्छ, आफ्नो बाटो। आजको टुर एकदमै मजा लाग्यो, खुसी लाग्यो। राम्रोसँगले गयौँ, राम्रोसँगले फर्क्यौँ। त्यतिमा नै भगवान्प्रति धेरै 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 धन्यवाद छ। र म चाहिँ इलाममा झरेर पनि दार्जिलिङको गाडीमा लागेँ। यो टिकटक गाडी भन्नेमा चाहिँ आइतबारे आइपुगेर फेरि गाडी बिग्रेर चाहिँ म चाहिँ यहाँ एकछिन बसिरहेको छु है। यहाँ अगाडि चाहिँ स्कुल छ, स्कुलको अगाडि नै खोइ के बिग्रियो अरे, फिटरलाई चाहिँ बोलाउनु चाहिँ बोलाएको छ। यहीँनिर 4 बजिसक्यो, 4 बजिसकेको थियो र अब ला गाडी पाउँछ कि पाउँदैन भन्ने टेन्सन लागिरहेको थियो दार्जिलिङ जाने। र फिटर चाहिँ आएर चाहिँ बनाउँदैछ। फिटर अलिकति अगाडि मात्रै रहेछ ग्यारेज, त्यहाँबाट बोलाएर चाहिँ बनायो। र भन्दा नभन्दा मैले गाडी पाएर पनि म पनि घर आइपुगेँ, यहाँ ग्राउन्ड आइपुगेँ। हाम्रोबाट चाहिँ यस्तो देख्छ बेलुकाको भ्यू। र हाम्रो सन्दकपुरको टुर पनि एकदमै दामी बित्यो र यो चाहिँ म कहिले जिन्दगीभर बिर्सिन सक्दिनँ। ओके, बाई बाई, टेक केयर।